साथीहरु 3 ठाउँ सरिसके। सेवा स्वागत कुलुङ ब्लग्स हजुरहरुको सामु नयाँ भिडियो नयाँ दिनको। एकजना बहिनीले डोनट बनाएको भिडियो हाल्नु भएको थियो अनि यस्तो मलाई मन पर्छ, खानु मन लागिरहेको थियो, खाऊ 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 कहिले बनाउन लागिरहेको थियो। यहाँ सोडा मसँग छैन, दोकान छैन, नजिक भए पनि नेपाली सामान सबै पाउँदैन। त्यसै कारणले मैले बनाउनका लागि मन त लागेको अनि अलमल गरिरहेको थिएँ। त्यतिकै आज अरु चाहिँ सबै लगाएको छु, थोरै थोरै के थियो त्यो जुन भन्नुभयो बहिनीले त्यही लगाएर अघि पिठो चाहिँ मैले मुछेर राखेको थिएँ। अनि अब किचनमा बनाम तयार भए बोजूको टिभी खोलिहाल्नु भयो। अनि बाहिर गए र थपके बसे बनाउनु मात्रै सुरु गरे, बिर्सेर पार्कको ढुकछुकु पो बजेको याद भयो। अनि फेरि माथिल्लो तलामा चढेर सुत्ने कोठामा हेर्नु न बनाउनु लागेको, के गर्नु। तर कस्तो हुन्छ है, म बहिनीले बनाउनु भए जस्तो सामान पनि पुरा भएन। डुनट हुने हो कि रोटी हुने हो कि हाम्रो राईले भने जस्तो पूर्वतिरको भोजपुरतिरको प्रेम पाक हुने हो कि हेरौँ है त साथीहरु। म त कहिल्यै बनाएको छुइनँ है, किनेर खाएको हो। मन चाहिँ साह्रै पर्छ। अलिक पिठो गिलो गिलो भएको थियो, अहिले पनि त्यस्तै गिलो गिलो अवस्था रहेछ। कसको भिडियो हेरेको थिएँ र मैले खानु मन परेको भन्ने कुरा चाहिँ म भरे टाइटलमा मेन्सन गर्ने छु। यसो गर्दै हुनुहुन्थ्यो अनि यस्तो निकाल्दै हुनुहुन्थ्यो। अनि यो ठुलोले यसो गर्नुपर्ने अरे, यो पातलो भएको होला, ल बाङ्गो भयो। अनि दुलै त बाङ्गो नबाङ्गो भयो, कहाँ डुनट होला र। यो भएन क्या साथीहरु। तेरिकन हो, मैले डुनट बनाएर खाला जस्तो छैन। यसो पारेर घिउमा तेलमा दामेर खाने बानी परेको छ। बनाउँछु जस्तो लागेन। त्यही पनि कोसिस चाहिँ गर्छु साथीहरु। चिल्लो खानै हुँदैन, अलिकति चिल्लो बढो भयो कि पेट ढोकी करन थालिजान्छ। त्यही पनि मलाई खानु मन परेको कुरा अब नखाए पनि सानोले पो पहिला यस्तो पार्दै हुनुहुन्थ्यो। यो अर्को बिर्को चाहिँ बाङ्गुटे छ क्या अरे क्या साथीहरु, अलि गोलो हुँदै छैन। सानो चाहिँ ठिकै हो, यही चुटिँदैन। ओहै दिपा बहिनीको जस्तो हुँदैन मेरो। अब यस्तै भए पनि यतिको चाहिँ पारेको छु, अघिको त पुरा बिग्रियो। अहिले पकाउँदा चाहिँ डुनट हुने कि रोटो हुने हो थाहै छैन। सोडा छैन कस्तो हुने हो, कता परेको टोक्नै नसक्ने होला। साथीहरु म यो अवस्थामा बनाइरहेको छु कि साथीहरु। म भरै पकाएर देखाउँछु ल हजुरहरु।
पर्खाइमा बस्नु होला ल। हस् साथीहरू, मेरै थुप्रा जस्तै कुचिएको भयो, सोडा नभएर होला। दिपा बहिनी कस्तो राम्रो बनाउनु भएको थियो, मलाई खाउँ लागेर अत्तिदेखि बनाउनु मन परेको थियो। आज त जसुकै होस् सोडा बिनै बनाउँछु भनेर मैले बनाएको। हेर्नुहोस् न यहाँ, यो कहाँ आयो डुनट हो त, यो डुनट। यो चेप्टेको रोटी जस्तो छ, यस्तै भए नि खानु पर्यो नि है साथीहरू। खाए ल। कहिले लाइफमा बनाएकै छैन यस्तो, किनेर खाएको मात्रै। खाना त मिठै छ, नरम नरम, तर पारा नपुगे क्या, पारा। अलिक सानो सानो पनि भएछ, दुलो पनि सानो, पातलो पनि। अझै यहाँ सोडा भए फुलिने, सोडा नभएपछि के। चिया खाउँ पनि पस्दैन, दुध चिया। तिता खाँदा हुन्थ्यो र। होस् अब चिया खाने। साह्रै मनपर्छ क्या डुनट मलाई। पातलो भयो मसिनो, ठुलो र बाक्लो बनाउनु पर्ने छ। पहिलोचोटिको यस्तै हो। यसो डुनट खानु मन परेको बेलामा डुनट खाँदैछु भने सम्झिँदै खाने चाहिँ भयो। हेर्नु न, एक बोका खाँदा पनि हग्दैन। यस्तो तेल छैन, त्यसै कारण यस्तो खानु चाहिँ सक्ने खालको भएको छ। अच्छा साथीहरू, अन्त यो डुनट बनाएको खाएको नि मेरो भिडियोलाई। डुनट त भएन, त्यही पनि मेरो पहिलोचोटिको प्रयास। यस्तै भयो भने खानु मन परेको थियो। डुनटको प्यास मेटाएँ साथीहरू। फुलबाची हो, हेरिदिनु भयो। अनि साथीहरूले
अब कति भयो 7 बज्न लाग्यो बेलुकाको। गुड नाइटका साथमा यदि मेरो भिडियो मन परे नयाँ साथीहरूले प्लिज 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 सब्सक्राइब लाइक सेयर कमेन्ट गरिदिनु होला। मेरो भिडियो खासै राम्रो चाहिँ छैन, मन परिहालेमा भन्दै अर्को भिडियोमा भेट्ने बाचाका साथ आजलाई म बिदा हुन चाहे। थ्याङ्क यू सो भेरी मच फर वाचिङ माई भिडियो। धन्यवाद सबैको जहाँ हुनुहुन्छ। आरामदायीको रात र आराम गर्नुहोला, थकान मेटाउनुहोला भन्दै बाई।